सम्पूर्ण दलित मलाई सम्झेर रहेछ होला आमा भन्दै रहेछ होला आकाशतिर जम्लिया हात जोड्दै गर्दै गर्दा प्राण जाँदै गर्दा त्यो पानीबाट बाहिर टाउको निकाल्दै गर्दा आकाशतिर दुईटा हात जोडेर भन्दैछ होला हे भगवान मैले कुञ्जुनीमा के अपराध गरेको थिएँ खाउ दलितहरू काठमाडौँ आउने तयार भइरहेको छ यो कुरा साथीहरूले रिपोर्टिङ गरिदिनु तर मलाई यहाँको प्रहरी प्रशासनसँग होइन तर प्रहरीले के कुरा बुझ्नुपर्छ भने यहाँ जातीय विभेद छ भन्ने कुरा बुझ्नुपर्छ यो आन्दोलनमा उपस्थित हुनुहुने सबैमा हार्दिक नमन छ नमस्कार म हेमन्त कान्छा रसाइली रुकुम सतीमा नवराज विक लगायत थुप्रै साथीहरूको एउटा हत्या भएको थियो जातीय एउटा द्वन्द्व भनौँ एउटा जातीय विभेदको कारणले गर्नु परेको थियो नवराज विश्वकर्मा भाइ उहाँप्रति सिङ्गो दलित समुदाय नेपालमा जति पनि जहाँ छरेर बस्ने दलित समुदायलाई ठुलो चोट पुगेको थियो उहाँको मृत्युले उहाँको घटनाले जुन घटना दयनीय थियो अमानवीय थियो मानिस भएर पनि विभेद खिपेर उहाँले मर्नु परेको थियो त्यो हत्याले आज पनि हामीलाई आँसु आउँछ मन दुख्छ मन रुन्छ पक्कै पनि र यो घटनामा यो दलित समुदायको एउटा मुठी पारेर आन्दोलन लिएर हिँड्नुहुने आदरणीय सर खगेन्द्र विश्वकर्मा लगायत उहाँको टिमलाई म हार्दिक सम्मान गर्न चाहन्छु जुन कार्य उहाँले सराहनीय गर्नुभएको छ सिङ्गो 60 लाख दलितको लागि हक र दलितको हक हितमा उहाँले एउटा राम्रो काम गरेर हिँड्नु भएको छ एउटा अगाडि बढ्ने मान्छे चाहिन्छ हरेक कुरामा बोल्दिने मान्छे चाहिन्छ बोल्दिने मान्छे भएन न्याय पाउँदैन त्यस्तै जस्तो नवराज विकले आज अन्याय भोगिरहँदाखेरि खगेन्द्र विश्वकर्माको टिमबाट यति धेरै पहल भयो यति धेरै उहाँले सहयोग गर्नुभएको छ उहाँप्रति हार्दिक नमन गर्न चाहन्छु अझै उत्पीडित दलितका लागि दलितले बोल्न नसकेका कुराहरूलाई अझै धेरै बोलिदिनु होला अझै सरकारसम्म पुर्याइदिनु होला भन्न चाहन्छु भोलि हामीलाई पनि पर्न सक्छ भोलि तपाईँलाई पनि पर्न सक्छ भोलि मलाई पनि पर्न सक्छ त्यसको लागि बोलिदिने एउटा चाहिँ खम्बा चाहिन्छ खगेन्द्र विश्वकर्मा फेरि पनि मलाई जोडेर तालिका साथ हार्दिक धन्यवाद दिन चाहन्छु अब म बोल्दिनँ धेरै यो विभेद अझै पनि छ कहिलेसम्म रहन्छ यही विभेद सम्बन्धी नवराज विश्वकर्माको हत्या पछि नै मैले एउटा गीत सार्वजनिक गरेको थिएँ जुन धुन अहिले जति पनि मिडियाकर्मी हुनुहुन्छ यहाँहरूले धेरै बजाउनु भयो रगत सबको रातै हो सेतो हुने कुन छ कामी दाइलाई कामी भन बाहुन दाइलाई बाहुन भन यो गीत चाहिँ थर बदल्नु पर्दैन सोच बदली हुन्छ भनेर एउटा जनचेतनामूलक मैले एउटा गीत गाएको थिएँ गीत पनि असाध्यै रुचाउनु भयो र सर्वव्यापी मेरो सारङ्गी धुन चाहिँ यहाँले अत्यन्तै रुचाइदिनु भयो त्यही सोही गीतको धुन र गीत म थोरै उहाँ समर्पित नवराज विश्वकर्मा को समर्पित चाहिँ यो गीत चाहिँ म यहाँ गुनगुनाउन चाहन्छु यो एउटा समाजमा घटेको एउटा घटनाको गीत हो धन्यवाद यो सारङ्गी चाहिँ घाममा तातिँदै गयो भने अलिक चर्छ है त्यही भएर अलिकति मिलाउँदैछु
बदल्नु पर्दैन सोच बदले हुन्छ रगत सबको रात्रि हो सेतो हुने हुन्छ जे भए नि नेपाली भला समाजमा सभ्य बन घर बदल्नु पर्दैन पानी चले हुन्छ घर बदल्नु पर्दैन चुलो चले हुन्छ रगत सबको राति हो सेतो हुने हुन्छ भगवानले मलाई नछो कहिले भन्छन् गाइने गाईलाई दुःख पर्दा मगरको मन जलोस् मर्दा पर्दा भोज भतेर एकै ठाउँमा चलोस् रगत सबको राति हो सेतो हुने हुन्छ कामी दैलाई कामी भन बाहुँदैलाई बाहुँ भन घर बदल्नु पर्दैन सोच बदले हुन्छ रगत सबको राति हो सेतो हुने हुन्छ ठकुरीलाई ठकुरी भन कामी दाइलाई कामी भन घर बदल्नु पर्दैन चुलो चले हुन्छ घर बदल्नु पर्दैन पानी हुन्छ घर बदल्नु पर्दैन चुलो चले हुन्छ यो हाम्रो समाज परिवर्तन हुनुपर्छ मान्छे भएर बाँच्न पाउनुपर्छ आज 21औं शताब्दीमा पनि मान्छेले मान्छेलाई विभेद गरेको देख्दाखेरि गुराट लागेर आउँछ यो गीतले दिन खोजेको सन्देश हामी कामी भन्न पनि गर्व गर्छौं हामी दमाई भन्न गर्व गर्छौं सार्की भन्न हामी गर्व गर्छौं तर यही शब्दलाई अपहेलित गरेर हामीलाई नहच्याइयोस् नहेटियोस् यो गीतले भन्न खोजेको यही हो हाम्रो आफ्नो जातमा हाम्रो आफ्नो कर्ममा हामीले फलामको काम गर्छौं सुनको काम गर्छौं कति गर्वको कुरा छ हामी इन्जिनियरको काम गर्छौं दबाई दैले नसिदिएको भए त्यो बेलामा नसिदिएको भए अहिले त अब विभिन्न प्रविधि आयो तपाईको पातले छोडेर हिँड्नु पर्ने हुन्थ्यो बोक्राले छोडेर हिँड्नु पर्ने हुन्थ्यो हैन आज आएर तपाईले थाली नबनाइदिएको भए पातमा खानु पर्थ्यो बोक्रामा खानु पर्थ्यो हैन त्यो इतिहासलाई चाहिँ नि नबिर्सेर त्यो इतिहासमा चाहिँ एउटा विश्वकर्माको छोरा चाहिँ इन्जिनियर हो है
एउटा गन्धर्वको छोरा चाहिँ सूचना जस्तै अहिले त क्यामेरा आयो, अनेक चाहिने प्रविधि आयो, त्यतिखेर चाहिँ सूचनाको सन्देश सार्कीले गर्थ्यो। त्यो समाजलाई बिर्सिनु भएन। सार्कीले जुत्ता बनाइन्थ्यो, अहिले हामीले जुत्ता लाउँछौँ, कति ब्रान्डेड जुत्ता लाउँछौँ, कति राम्रो राम्रो जुत्ता लाउँछ होइन। तर त्यतिखेर चाहिँ नि सार्कीले अहिले जुत्ता नबनाइ खाली खुट्टा हिँड्नु पर्थ्यो। भने जस्तै हामी आफ्नो कर्ममा गर्व गर्छौँ, गर्व गर्नुपर्छ र त्यसलाई नै अपेला नगरियोस्, हामीलाई मान्छे भएर जिउन दियोस् भन्ने मेरो पनि एउटा अपेक्षा छ, कामना छ। भन्दै रुकुम सतीमा जुन घटना घट्यो, आज सोही दिन नवराजको हत्या भएको दिन, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँको साथीहरूप्रति पनि म भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु भन्दै आजको यस कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। खगेन्द्र सर, लगायत सर, सबैलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछु। धन्यवाद। हाम्रो राष्ट्रका गहना, हाम्रो समुदायका गहना हेमन्त कान्छा रसाइली सरलाई अब ढिलो नगरिकन हामी यहाँ दलितका लागि